जसलाई समयको महत्त्व थाहा छैन त्यसको लागि चाहिँ यो भिडियो है त। एक दिन यस्तो आउनेछ कि तिमीसँग सपनाहरू त धेरै हुनेछन्, तिमीले चाहेका कुराहरू त धेरै हुनेछन्, तर तिमीसँग पर्याप्त टाइम हुने छैन। कसरी आज म तिमीलाई एक्सप्लेन गर्छु। हेर, स्क्रिनमा देखाएको छु। एक दिनमा तिमीले कम्तीमा पनि 6 घन्टा मोबाइल चलायो भने 30 दिनमा तिमीले 8 दिन करिब 8 दिन त तिमीले मोबाइलै चलाउँछ। एक दिनमा तिमी 8 घन्टा सुत्यौ भने 30 दिनमा तिमी करिब 10 दिन सुत्छौ। तिमीले एक महिनामा सुत्नु र मोबाइल हेर्न मात्रै 18 दिन बितायो भने, अरू खान बस्न खेल्न छोडेर 18 दिन बितायो भने अरू के काम गर्छौ तिमी आफै भन। तिमी कसरी सक्सेस हुन्छौ, तिमीले आफ्नो कुराहरू अचिभ कसरी गर्छौ। याद राख, पैसा हरायो भने फेरि कमाउन सकिन्छ, साथी छुट्यो भने फेरि बनाउन सकिन्छ, तर समय बित्यो भने कुनै पनि शक्तिले समयलाई चाहिँ